डाँडा पाखा छहराले तिमीलाई नै बोलाउँछ। यो चाहिँ मेरी नन्ना बहिनी पानी बोक्न एकदम माहिर हुनुहुन्छ। अब चाहिँ मेरा दुःखका दिन गए भनेर एकदम यता हेर्नु त हाँसिरहनु भएको छ। गर्मी देखेर नतर्सिनु, कहिलेकाहीँ पहाड पनि आउनुपर्छ हामी घुम्नलाई, यसो टुर आउनुपर्छ कहिलेकाहीँ है। ल पानी भर्यो चाहिँ गाउँमै रमाइलो लाग्छ। अब तपाईँ 2-4 वर्ष पहाड तराई बसेपछि तपाईँलाई त्यस्तै लाग्न थाल्छ होला। काम गर्दा अब यो चाहिँ हाम्रो पानी भर्ने ठाउँ भयो है गाइजहरू। यो चाहिँ यता कुवाहरू भयो। यो भरे हाम्रो सविता नेपाल टिकटक आइडीबाट टिकटक आउँछ। सबैले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, उहाँलाई फलो गरिदिनु होला।